हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ म चन्द्रगढी एयरपोर्टमा आइरहेको छु र तपाईँहरूलाई म यहाँको भ्यू देखाइहाल्छु पहिला त। र सो थ्याङ्क यू फर वाचिङ। तपाईँहरूको लभ र सपोर्टले गर्दै मेरो च्यानल अघि बढ्नेछ। सो मेरो च्यानलमा एक पनि सब्सक्राइबर भएकै छैन, सो सबै च्यानल सब्सक्राइब गरिदिनु होला। त्यहाँ चाहिँ भ्यू टावर रहेको छ र म तपाईँहरूलाई यहाँ दृश्य देखाउनेछु। यहाँनेरि हरियाली कति छ र यहाँनेरि हेरिदिनु होला। यो भिडियो सबै तपाईँहरूकै लागि बनाइरहेको छु, प्यारेन्ट्ससित पर्मिसन मागेर। सो तपाईँहरूले लाइक र सब्सक्राइब गरिदिनु भयो भने एक लाइक र एक सब्सक्राइब चाहिँ गरिदिनु नि होला। यहाँनेरि चाहिँ वेलकम टु चन्द्रगढी एयरपोर्ट लेखिरहेछ। सो यस्तै भ्लग हेर्नु छ भने लाइक र सब्सक्राइब गर्नु होला। सो प्लिज लाइक र सब्सक्राइब। अब यहाँनेरि हेर्नु होला, भ्यू टावर छ, यहाँनेरि चाहिँ होटल छ, त्यसमा चाहिँ भरे हामी भोजन गर्न जान्छौँ। र यहाँनेरि चाहिँ पुलिस गार्ड हुन्छ, सेक्युरिटी गार्ड। मलाई आशा छ यस्तो सेक्युरिटी गार्ड चाहिँ पहिलेको अस्तिको प्रोटेस्टको जस्तो चाहिँ सेक्युरिटी गार्ड नहुनुहोस्। र यहाँनेरि चाहिँ हरियाली हेर्नु होला, कति राम्रो छ यो ठाउँ। र यहाँनेरि चाहिँ मैले अब हामी एकछिन पछाडि मेरो मम्मी आउन आँट्नु भएको छ र तपाईँहरूलाई म कन्टिन्यू गर्नेछु। र यहाँनेरि हेर्नु होला हाम्रो कावासाकी निन्जा जेटएक्स 10R को चाबी जिस्केको है, होन्डाको। यहाँनेरि चाहिँ हरियाली हेर्नु होला। अब यहाँनेरि साथीभाइहरूलाई बिदा गर्दै बिचरा अङ्कलहरू रुँदै हुनुहुन्छ, हेर्नु होला। र मेरो भ्लगलाई यति पनि। यहाँनेरि चाहिँ अनि डस्टबिन छ, यसमा बाहिर उदी फोहोर चाहिँ नफाल्नु। यहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ र यहाँनेरि तपाईँहरूलाई म भ्यू गराउँदैछु। हामीले यहाँबाट निस्किन पाएको छैनौँ। सो थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।